वैज्ञानिकज्यू कता पुगेर आउनुभयो? क्या ठाटबाट सहित आउनु भएको छ त? तेरो बाउको टाउकोमा पुगेर आएको। यहाँनिर चाहिँ आइसिडी अवार्डमा ओरिजिनललाई बोलाएको, ओरिजिनल नआउने भएपछि डुप्लिकेटले भए पनि काम चलाउनु पर्यो, तपाईँ आउनु न भनेर बोलाएको छ, त्यही भएर आएको नि। कहाँ गएर आएको अरे? मङ्गल ग्रहमा धान रोपेको थियो, अनि त्यहाँ पानी पटाएर फर्किँदाखेरि आज शुक्रबार चन्द्रमामा मेला लाग्दो रहेछ, त्यहाँनिर गएर 2 किलो एलियनको मासु लिएर आएको छ, खान्छ साइज। नमस्कार सबैजनालाई। यो सबैजनाले नमस्कार गरेन कि यो अवार्ड नपाएर रिसाएको मान्छे हो कि क्या हो? नमस्कार सबैजनालाई, म वैज्ञानिक आहावीर पुन, त्यही भएर मेरो कुरा ध्यान दिएर सुन्। भने कसैले मलाई वैज्ञानिकै भन्दैन। ए वैज्ञानिक हो भनेदेखि तपाईँले के पत्ता लगाउनु भयो, के गर्नुहुन्छ भनेर सोध्छ। मैले बाँदर धपाउने मेसिन बनाएँ, यो विभिन्न पाट पूर्जाहरू बनाएँ, कल कारखाना बनाएँ, बिग्रेको मेसिन बनाउँछु नि भनेको। ए त्यसो भए वैज्ञानिक होइन मिस्त्री भन्न, मिस्त्री भन्छ। घुमाएर के घानेको ओ तपाईँ त खगोल विज्ञान हुनु वैज्ञानिक हुनुहुँदो रहेछ भन्यो। कसरी भनेको तारामण्डल देखेँ नि मैले भन्छ। अनि सर नमस्कार, आराम हुनुहुन्छ? मलाई वैज्ञानिक भनेर पद पनि पर्याउँदैन। चप्पल पड्काएर आविष्कार हुन्छ भनेर सोध्छ। तेरो बाउलाई गएर सोध्न के पड्काएर आविष्कार हुन्छ। तेरो बाले जे बोले पनि ताली पड्काउँदा 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 देशमा त केही आविष्कार भएन त है। त्यही भएर यो टेन्सन छ। यो अब देशमा हाम्रो पहिलाको मन्त्रीले रेल लिएर आउँछु भन्थ्यो। रेल चाहिँ होइन, जगदीश खरेल चाहिँ लिएर आयो। मलाई सोध्छ अब जगदीश खरेलजी, अब सञ्चार मन्त्री हुनुहुन्छ तपाईँ, चप्पल किन लगाएको भन्छ। चप्पल लाउन धेरै सजिलो छ, यो नेपालीहरूको कामै छैन। तपाईँ त वैज्ञानिक जस्तो मान्छे जे पनि पत्ता लगाउनुहुन्छ होला। लु न वैज्ञानिकज्यू, यो दाहिने मोजा कुन हो, देब्रे मोजा कुन हो, पत्ता लगाइदिनु पर्यो भन्छ। त्यस्तो बेलामा यो चप्पल सट्ट फुकालेर पक्कै हान्न काम लाग्छ। र अर्को गम्भीर कुरा पनि गर्न काम लाग्छ है जगदीश सर। फागुन 21मा चुनाव गर्ने कि नगर्ने भनेर चप्पल फुत्त फालेर उल्टो कि सुल्टो गऱ्यो भने ठ्याक्कै पत्ता लाग्छ भने त्यही हो। अब नेपालमा वैज्ञानिकहरूलाई धेरै गाह्रो छ। कसैले वैज्ञानिकको लागि केही गर्दैन। यो सरकारले झन् केही गर्दैन। म जेएनजी आन्दोलनपछि शिक्षा मन्त्री भएपछि हेर्नु यति धेरै जेएनजीहरू आउँछ, यति धेरै जेएनजीहरू आउँछ, अनेक अनेक माग लिएर आउँछ। यो कुराहरू गर्दै गर्दै जाँदाखेरि उहाँ जनतालाई पनि भने मैले भने किताब किन, मेरो किताब किन्यो भने तँलाई म सिग्नेचर सहित दिन्छु भनेको। ओहो वैज्ञानिकज्यू, यो जाडोमा त रम्प ठिक हुन्छ सिग्नेचर भन्दा भन्छ। वैज्ञानिक भनेको एकदमै ज्ञानी हुन्छ क्या अरे भनेर सम्झिन्छ क्या अरे नेपाली जनताले। वैज्ञानिकज्यू तपाईँ त वैज्ञानिक जस्तो मान्छे, यो श्रीमतीसँग नझुक्नको लागि के गर्नुपर्छ भन्छ। आफूभन्दा होची केटी बिहे गरेपछि झुक्नु परेको त, अग्ली केटी बिहे गर्न। फेरि यो संसारमा श्रीमतीसँग नझुक्ने कोही माइकालाल छैन। श्रीमतीसँग हरेक मान्छे झुक्छ। मान्छे मात्रै के भन्नु, घरको किचनमा गएर हेरौँ न, किचनको धारा त श्रीमतीसँग डराएर झुकेर बसिया हुन्छ। हेर्नु ताली बज्ने लाइन हो। अहिले खाउँला क्या, त्यो पाक्दैछ मिठो मिठो है। अब मलाई चाहिँ के भनेछ भने हाम्रो राजन सरले धेरै
यहाँ आएर स्टेजमा जसले सबैभन्दा कम बोल्छ त्यसलाई म उपहार दिन्छु भन्नुभएको छ। त्यही भएर म धेरै चाहिँ बोल्दिनँ। आज अवार्ड पाउनेलाई के भन्न चाहनुहुन्छ भनेर मलाई एकजनाले सोधे। जेसुकै गर भन्न चाहन्छु। मतलब अवार्ड पाइ त सक्यो, अब मनमा लागेको इच्छा आकाङ्क्षाहरू सबै पुरा गर्नको लागि आफ्नो क्रिएसन अगाडि बढाउँदै जानु। तपाईँहरूलाई धेरै धेरै शुभकामना छ। अब यो आज अवार्ड नपाउनेलाई चाहिँ म एउटा कुरा भन्न चाहन्छु। आज असफलता भयो भनेर टेन्सन नलिनु। असफलता भनेको जिन्दगीको अमूल्य सम्पत्ति हो, यसको सामना गर्नै पर्छ। असफलता भनेको जिन्दगीको अमूल्य सम्पत्ति हो, यसको सामना गर्नै पर्छ। भोलि पर्सि जीवनी लेख्दाखेरि किताबमा के राख्ने त? यही कहानी लेखेर पाना भर्नुपर्छ। हार मानेर हरेस खाने होइन, जिन्दगीमा उल्कै गर्नुपर्छ। त्यसै सफलता आउँदैन साथी, दुःख नपाउनु पनि त यहाँ दुःखै गर्नुपर्छ। ल आजलाई तिमीहरू भाग्यमानी रहेछौ, शिक्षा मन्त्रीले क्लास लियो, एकतिर जोरदार ताली बजा। अरू केही छैन। अब आफै मन्त्री भएपछि आफ्नो काम चाहिँ इम्प्लिमेन्ट गर्न गाह्रो हुँदो रहेछ। शिक्षा मन्त्री हुनुहुन्छ, यो विज्ञान प्रविधिको लागि तपाईँले धेरै गर्नु होला। धेरै धेरै धन्यवाद। मेरै सो हेर्न बस्दिनु भयो। थ्याङ्क यू सो मच। ल भाइहरू आफ्नो आफ्नो काम गर तिमीहरू। ल अहिले बाहिर भेटेर खानुपर्छ। ल म गएँ।